नमस्कार साथीहरू, तपाईँलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज पनि तपाईँहरूमा चाहिँ नयाँ भिडियो लिएर आइसकेको छु। साथीहरू, आजको भिडियो रहेको छ राष्ट्रिय परिचय पत्रको त्रुटि कसरी सच्याउने। यदि तपाईँले राष्ट्रिय परिचय पत्रको फोटो त खिचाइसक्नुभयो भने त्यो त्रुटिहरू कसरी सच्याउने भने विभिन्न क्वेसनहरू मलाई आइरहेको कारणले मैले आज चाहिँ यस भिडियो चाहिँ त्यसलाई फोकस गरेर बनाएको छु। यदि तपाईँले राष्ट्रिय परिचय पत्र चाहिँ नजिकैको जिल्ला प्रशासन कार्यालय अथवा घुम्ती टोली आउँदा फोटो त खिचाउनु भयो, तर त्यसमा त्रुटि भयो, तपाईँले फोटो खिचाउँदा ख्याल गर्नु भएन, राम्रोसित रुजु गर्नु भएन, अथवा रुजु अधिकारीले त्यहाँ केही त्रुटि भयो, फोटो खिचाउँदा तपाईँको केही मिस्टेक भयो चाहिँ तपाईँको भने चाहिँ त्यसलाई कसरी सच्याउने भनेर भिडियो लिएर आएको छु। यदि तपाईँले फोटो त खिचाइसक्नु भएको छ र यस्तो किसिमको भरपाई पाउनु भएको छ भने तपाईँले citizenportal.go.NIDCR मा गएर चेक गर्न सक्नुहुन्छ त्यो प्रिन्ट भएको छ या छैन, र त्यहाँ एप्रुभ स्ट्याटस चाहिँ एप्रुभ मात्र छ भने चाहिँ तपाईँले त्यसलाई सच्याउन सक्नुहुन्छ है। तपाईँले त्यो चेक गर्नलाई आफैले सक्नुहुन्छ भने आफैले चेक गर्नुहोस्, आफैले सक्नुहुन्न भने चाहिँ नजिकैको जिल्ला प्रशासन कार्यालयमा गएर चाहिँ तपाईँले त्यसको स्ट्याटस, यस्तो किसिमको भरपाईको स्ट्याटस पनि चेक गर्न सक्नुहुन्छ है। यदि यस्तो किसिमको भरपाईको स्ट्याटस चेक गर्दा चाहिँ तपाईँले स्ट्याटसमा चाहिँ एप्रुभ मात्र देख्नुभयो भने चाहिँ तपाईँले सच्याउन सक्नुहुन्छ है। त्यसको लागि चाहिँ तपाईँले चाहिँ त्यहाँ एउटा हस्तलिखित फर्म दिएको हुन्छ, त्यो फर्म भरेर तपाईँको नागरिकता लिएर जानु, सक्कल नागरिकता। यदि तपाईँ विवाहित हुनुहुन्छ भने चाहिँ नागरिकतामा, महिलाको केसमा चाहिँ नागरिकतामा श्रीमानको नाम छ भने चाहिँ बिहा दर्ता लाग्नु परेन। पुरुषलाई चाहिँ बिहा दर्ता अनिवार्य लिएर जानु होला, सक्कल छ भने सक्कल लिएर जानु, होइन भने फोटोकपी लिएर जाँदा नि हुन्छ। जस्तै बिहा दर्ता, बसाइ सराई, सम्बन्ध विच्छेद गर्नुभएको छ भने सम्बन्ध विच्छेद पनि लान सक्नुहुन्छ होइन। र तपाईँको कार्ड चाहिँ प्रिन्ट भइसकेको छ भने चाहिँ तपाईँले कार्ड लिइसक्नु भएको छ, प्रिन्ट भइसकेको छ भने चाहिँ तपाईँले नजिकैको जिल्ला प्रशासनमा गएर तपाईँले सच्याउन सक्नुहुन्छ है। यदि कार्डमा त्रुटि देख्नुभयो, केही सच्याउनु पर्ने छ भने चाहिँ तपाईँ जिल्ला प्रशासन जानुहोस् अनि त्यहाँ चाहिँ तपाईँले स्ट्याटस चेक गर्नुहोस्, कार्ड इस्युड भएको छ या छैन। स्ट्याटस चेक गरिसकेपछि चाहिँ तपाईँले चाहिँ त्यहाँ एउटा फर्म पाउँछ, हस्तलिखित फर्म, त्यो फर्म भर्नुहोस् अनि त्यहीँभित्र एउटा ब्याङ्क तोकिएको हुन्छ। नेपाल सरकारलाई तपाईँले 500 राजस्व पनि तिर्नुपर्ने हुन्छ। राजस्व तिरिसकेपछि केही मिस्टेक भएको, तपाईँको केही डिटेल मिस्टेक भएको छ भने तपाईँले नागरिकता चाहिँ सक्कल लिएर जानुहोस्। अरू कागजात चाहिँ तपाईँले फोटोकपी लाग्दा पनि हुन्छ है। जस्तै बिहे दर्ता, बसाइ सराई गर्नुभएको छ भने बसाइ सराई, सम्बन्ध विच्छेद गर्नुभएको छ भने सम्बन्ध विच्छेद, यी कागजातहरू चाहिँ तपाईँले सकेसम्म ओरिजिनलै लग्नुहोस्, छैन भने चाहिँ फोटोकपी लाग्दा पनि हुन्छ। र नागरिकता चाहिँ तपाईँले चाहिँ सक्कलै लग्नुपर्ने हुन्छ है। हस् त साथीहरू, यो जानकारी तपाईँहरूलाई मैले आज चाहिँ प्रस्तुत गरेँ। मेरो कन्टेन्ट तपाईँलाई कस्तो लाग्छ, यदि मन परे लाइक, सेयर अनि सब्सक्राइब गर्न सक्नुहुन्छ है। हस् त, नमस्कार।